मैले चाहिँ आज बिहान उठ्ने बित्तिकै एउटा यस्तो मिठो समाचार सुनेँ होइन। युएसएमा चाहिँ एउटा पिस फर वाक भन्ने चाहिँ चलिरहेको रहेछ। आजभन्दा केही महिना अगाडि चलेको यो वाक लगभग 2300 किलोमिटर वाक चाहिँ एउटा माओइस्ट भनेर के अरे बुद्धिस्टहरूले चाहिँ गरिरहनु भएको रहेछ। अनि त्यसको साथसाथै एउटा कुकुर पनि रहेछ अलोक भन्ने, उसले चाहिँ उनीहरूको साथ दिइरहेछ कि कति मिठो छ कि सुन्दै। अनि हजारौँ लाखौँ सडकमै आएर समर्थन गरिरहेका छन्। उहाँहरूले गरेको पिस अफ वाकलाई चाहिँ समर्थन गरिरहेका छन्। जुलुस आन्दोलन भन्दा पनि एउटा विश्वमै नभएको यस्तो चिजहरू पहिलोपटक देख्नु पाउँदा एकदमै गर्व लाग्छ कि। त्यही पनि बुद्धिस्ट भन्ने बित्तिकै गौतम बुद्धको याद आउँछ हामीलाई नेपालीहरूलाई। र यही कारणले नै मैले यो भिडियो बनाएको हो। एकदमै पिस के बुद्धिस्टहरूले चाहिँ पिस अफ वाक गरेका छन्, यति लामो दूरी कटाएका छन्। र अलोक भन्ने कुकुरले यति राम्रोसँग साथ दिएका छन् र हजारौँ लाखौँ जनताहरू चाहिँ सडकमै आएर पानी दिएर हुन्छ कि हौसला दिएर हुन्छ कि उहाँहरूलाई साथ सपोर्ट गरिरहनु भएको छ ताकि वाक फर पिस हेर्न सुन्दै कति आनन्द आउँछ। वाक फर पिस यो चाहिँ एकदमै गर्व लाग्ने कुराहरू गरेका छन् उहाँहरूले बुद्धिस्टहरूले। त्यो चाहिँ युएसमा भइरहेको छ र माइल्स भनेको 2300 माइल्स किलोमिटर चाहिँ उहाँहरूले पैदल यात्रा गर्नुभएको छ, केही नबोलिकन कसैलाई केही नभनिकन।